आयोजक ध्रुवतारा एफसीलाई 2-0 को अन्तरले हराउँदै मदरगाछ एफसीले यसपालिको फाइनल उठाएको छ। यो कहानीको सुरुवात हुन्छ हाम्रो होम ग्राउन्डबाट। हजुरहरूलाई सायद भन्नै पर्दैन होला हाम्रो ग्राउन्डमा चाहिँ के कस्तो भइरहेछ भनेर। हामी चाहिँ विजेताहरूको लागि मासु लिन गएको थियौं। हामी आउनुभन्दा अगाडि भाइहरूले हनुमानचोक एफसीलाई 2-0 ले बिट गर्दै फाइनलमा ठाउँ सुरक्षित गरेका रहेछन्। त्यसै गरी राइजिङ एफसीलाई 2-0 ले हराउँदै मदरगाछ एफसीले पनि फाइनल सुरक्षित गरिसकेको थियो। यो कुरा चाहिँ हजुरहरूलाई पनि सायद थाहा नै होला। फाइनल खेल चाहिँ मदरगाछ एफसी भर्सेस ध्रुवतारा एफसी बीच भएको थियो। 2-0 को अन्तरले मदरगाछले आयोजकलाई हराउँदै यसपालिको भाले गेमको विजेता बन्न सफल भएको छ। गेम पछिको कार्यक्रम चाहिँ हाम्रो यस्तो भएको थियो। उहाँ चाहिँ हुनुहुन्छ मदरगाछ एफसी को क्याप्टेन। जित पछि चाहिँ देख्न सक्नुहुन्छ मदरगाछ एफसी का भाइहरू चाहिँ कति धेरै खुसी हुनुहुन्छ। धेरै धेरै बधाई अनि उज्जवल भविष्यको कामना मेरो प्यारो भाइहरूलाई। भाले गेम खेल्न जानु, जित्नु, साथीहरूसँग रमाइलो गर्नु, यो कुराहरू कति अविस्मरणीय हुन्छ भन्ने कुरा सायद हजुरहरूलाई थाहा नै होला। मैले केही कुरा भन्नै परेन। त्यसै गरी आयोजकका क्याप्टेन भाइ उहाँलाई पनि हामीले सेकेन्ड प्राइज चाहिँ यसरी दिएका थियौं। भाइहरूको खुसी नै हाम्रो खुसी हो भन्दै यतिको सपोर्ट त भाइहरूलाई हान्नै पर्यो। फेरि गेम खेल्न आउनु भन्दै मदरगाछ एफसी का भाइहरूलाई हामीले बिदाई गर्यौं। त्यसपछि देख्न सक्नुहुन्छ हाम्रो भाइहरूसँगको फोटो भिडियोहरू चाहिँ यस्तो बवालसँग लियो। उब्रेको पैसा चाहिँ के गर्यौं भन्ने कुरा चाहिँ हामी देखाउँछौं। आजलाई बाई बाई।